यो कस्तो खालको सरकार हो कि एउटा व्यक्तिलाई बोल्नै पनि नदिने पक्राउ गरिहाल्ने भनेर अहिले चर्चा परिचर्चा चलिरहेको छ। तर वास्तवमा भन्नुपर्दाखेरि जो 5 तारका रोशन पोखरेल उनको शब्दहरू उनको त्यो बोलीहरू सुन्नु मात्रै भयो भने तपाईँ छक्क पर्नुहुन्छ। आफ्नो परिवारसँगै बसेर त त्यो सुन्ने शब्दहरू नै छैन जहाँ यति अश्लील शब्दहरू यसरी धम्कीपूर्ण शब्दहरू गरिएको छ। अनि त्यस्ता व्यक्तिहरूलाई त्यस्ता अराजक तत्त्वहरूलाई पक्राउ नगरेर त्यस्ता व्यक्तिहरूलाई कारबाही नगरेर कस्तालाई गर्ने त? मैले आज मात्रै होइन पटक पटक भनेको छु कि जसले देशमा आतङ्क फैलाउँछ, जो अराजक शैलीमा अगाडि आउँछ, जसले चाहिँ नि अपशब्द अपाच्य र अश्लील शब्दहरू प्रयोग गर्छ र जसले धम्कीपूर्ण अभिव्यक्तिहरू दिन्छ, त्यस्ता व्यक्तिहरूलाई राज्यले आजको सरकारले मात्रै नै हिजैको सरकारले पनि त्यो गर्नुपर्छ भनेर हिजो पनि मैले भनेको र आज पनि भन्छु। यस्ता खालका अराजक तत्त्वहरूलाई चाहिँ पक्राउ गरेर केही सबक सिकाउनुपर्छ, केही कारबाही चाहिँ गर्नै पर्छ है। एकैछिन आउनुहोस्, उहाँ दिदीको यो भनाइ पनि सुनौँ त। साह्रै राम्रो गरी भन्नुभएको छ, आउनुहोस्। मलाई बोल्न दे सरकार भन्दै हिँड्नेले आज उसको विरुद्ध कसैले बोल्दाखेरि चाहिँ किन लगेर समातियो भनेर चाहिँ यहाँनिर धेरैजनाको आवाज आएको थाहा पाएँ है। बोल्न दे सरकार भन्दैमा मलाई अपराध बोल्न दे चाहिँ भनेको छैन है। त्यो गीतमा काहीँ पनि सुनेको छैन मैले अपराध बोल्न दे भनेर भनेको होइन। लोकतन्त्र हो, राइट टु स्पिक छ भनेर भन्दैमा नि त्यहाँनिर नि एउटा लाइन छ, लिमिटेसन्स छ है बोल्नको लागि। राइट टु स्पिक भनेको चाहिँ एउटा आफ्नो ओपिनियन, राइट टु एक्सप्रेस ओपिनियन होइन, राइट टु रिफ्युज गभर्मेन्ट डिसिजन्सहरू होइन, त्यो हो। र लिमिटेसन्सहरू भनेको चाहिँ कस्तो हो भने कसैलाई डिफेम गर्ने, कसैलाई ज्यान मार्ने धम्की दिने होइन, कसैको भनौँ न जे होस् सामाजिक सञ्जालमा समाजमा एउटा भायोलेन्स क्रिएट गर्ने टाइपको जुन वाक्यहरू हुन्छ नि, एक्टिभिटिज, चाहे त्यो लेखेर होस् चाहे बोलेर होस्, त्यो चाहिँ राइट टु स्पिकभित्र पर्दैन है। जे कुरामा पनि एउटा लिमिटेसन्स हुन्छ। यसले यसरी राइट टु स्पिक भनेर भन्दैमा जे पाए त्यही मुखमा आएको बोल्ने, ज्यानको धम्की दिने होइन, जुन एउटा भनौँ न सामाजिक रूपमा सुन्नको लागि पनि, कानलाई सुन्नको लागि पनि आपत्य छ त्यो शब्दहरू, त्यस्तो शब्दहरू सोसल मिडियामा आएर बोल्ने होइन, त्यस्तोलाई पनि ल होस् भनेर छोडिदिने हो भने नि त्यो चाहिँ एउटा नेसनल थ्रेट, पब्लिक थ्रेट है। अनि त्यहाँबाट इन्डिभिजुअल ह्यारेसमेन्टहरू जुन भइरहेछ नि अहिले, यो सबै यसैको उपज हो क्या। नो लिमिटेसन्स क्या। त्यहाँनिर बोल्न पायो भन्दैमा जे पनि बोल्दै हिँड्ने त होइन नि त। एउटा बााउन्ड्रिज, एउटा सर्टेन बााउन्ड्रिज त होला नि त त्यहाँनिर, होइन र? अनि लोकतन्त्रमा बोल्न पाउनुपर्छ, बोलेको मान्छेलाई समाउनु हुँदैन, अवेर गराएर छोडिदिनुपर्छ भन्ने जस्तो कुराहरू पनि सुने मैले होइन। अवेरनेस त गराउने, तर कसलाई गराउने? एजुकेटेड मान्छेहरू अवेर छैन जस्तो लाग्छ, पढे लेखेको मान्छेहरू होइन। अहिलेको यङ्स्टर्सहरूमा अनपढहरू त को नै होला र, तर पनि त्यो कस्तो भने अनअवेर भएर बोलेको होइन कि। त्यो भनेको चाहिँ कस्तो, मलाई चाहिँ कस्तो लाग्छ भने एउटा नेगेटिभिटी फैलाउने सोसल मिडिया पनि हो। नेपालमा त ल कन्ट्रोल गरिएला कसरी, युट्युबहरू यता युट्युब च्यानलहरूमा सर्टेन गाइडलाइन्सहरू राखेर कन्ट्रोल गरिएला। यो टिकटकमा कसरी कन्ट्रोल गराउने? यो टिकटकले कम्युनिटी गाइडलाइन्स भनेर यति भन्छ, तर पनि जुन कम्युनिटी गाइडलाइन्समा टिकटकको पर्छ नि, त्यो कम्युनिटी गाइडलाइन्सको एगेन्स्टमा बनेको भिडियोहरू नै यति भाइरल बनाइरहेको छ यो टिकटकले। भनेपछि यस्तो नेगेटिभ प्लेटफर्महरूलाई चाहिँ कसरी कन्ट्रोल गर्ने भन्ने कुरा हो क्या है। मलाई लाग्छ यो सबै बेरोजगारीको उपज हो क्या। रोजगार चाहिँ एकदम आवश्यक छ नेपालमा। अहिलेको यङ्स्टर्सहरू सब बेरोजगार भएर बसेको छ। भन्छ नि के अरे, एम्प्टी माइन्ड इज डेभिल्स वर्कसप भनेर, त्यही नै भइरहेको हो क्या अहिले। काम छैन, केही छैन, अनि यस्तै नानाभाती गर्दै गयो होइन। मान्छे अनअवेर होइन, तर पनि के भने यो मेन्टल्ली चाहिँ अब डिसेबल भइसक्यो क्या। सोच्न सक्ने शक्ति नै गइसक्यो। नेगेटिभिटी बाहेकदेखि अरू केही पनि सोच्नै सक्दैन क्या त्यो माइन्डलाई। तिनीहरूको लागि चाहिँ सबभन्दा मेन भनेको चाहिँ अहिलेको करेन्ट सिचुएसनमा चाहिँ रोजगारी हो क्या। जब रोजगार हुन्छ, जब बिजी हुन्छ नि लाइफ, त्यसपछि यस्तो नेगेटिभ कुराहरू सोच्न सक्ने ठाउँ नै हुँदैन क्या, समय नै हुँदैन। मलाई चाहिँ त्यो लाग्छ, रोजगार एकदम आवश्यक छ है। मेन्टल फिटनेस होइन, फिजिकल फिटनेस प्लस रोजगारी अहिलेको युवालाई सबभन्दा बढी चाहिएको चाहिँ यही हो। एकदमै सही भन्नुभयो दिदी तपाईँले। खासमा भन्नुपर्दाखेरि बोल्न पाउने अधिकार छ, तर बोल्न पाउने कति त, के त बोल्ने होइन। जुन ज्यान मार्ने धम्कीहरू, धम्कीपूर्ण अभिव्यक्तिहरू र जहाँ अश्लील शब्दहरू, सुन्नै नसक्ने शब्दहरू, यो एकदम गलत हो, कारबाही हुनुपर्छ। र यसको उपज भनेको चाहिँ किन त भन्दाखेरि बेरोजगारको यो चाहिँ एउटा पराकाष्ठले पनि हो। यदि मानिसहरू बिजी हुनु भने यस्ता खालका अनेक थरीका
अनेक थरीका गाली गलौज नराम्रा शब्दहरू अनि अरूलाई हेरेसमेन्ट गर्ने अरूलाई चाहिँ नराम्रै मात्रै भनिराख्ने त्यो खालको पक्कै पनि दिमागमा आउँदैन। कहिले कसरी यो काम गर्छु त्यो काम गरिसकेपछि म यो काम गर्छु यति कमाउँछु यति जमाउँछु यो गर्छु भन्नेतिर मानिसको जान्छ जब हामी बिजी व्यस्तता भयौँ भने। त्यसैले गर्दाखेरि अब नयाँ सरकारले यो रोजगारीको सिर्जना गर्नेछ भन्ने ठुलो आशा विश्वास अनि भरोसा दिएर अहिले सरकारलाई हामीले यो स्थानमा पुर्याएका छौँ। अब यो सरकारले पक्कै पनि गर्नेछ र म यो एउटा अनुरोध पनि गर्न चाहन्छु दाजुभाइ तथा दिदीबहिनीहरू, अहिले पछिल्लो समयमा तपाईँहरूले चाहिँ आफ्नो जुन धरातल बिर्सेर आफ्नो एउटा हुन्छ नि समाजमा बसिसकेपछि एउटा समाजलाई पनि मध्यनजर राख्न जरुरी हुन्छ कि समाजमा छु नि त होइन, म समाजमा छु है, मैले बोल्दै गर्दाखेरि मैले दिएको प्रतिक्रियाले चाहिँ कतिको असर पर्छ समाजमाथि र मेरो परिवारमाथि र मेरो समाजमाथि भनेर त्यो कुरा चाहिँ सोच्न जरुरी छ। म शिक्षित हुँ, मैले जे बोल्दा पनि हुन्छ जस्तै बोल्दा पनि हुन्छ त्योतिर भन्दा पनि म शिक्षित हुँ, म अझै पनि शिक्षित बनाउँछु, अझै पनि आउने भावीलाई शिक्षित बनाउँछु भन्नेतिर सोच्न जरुरी छ। यस्ता खालका जुन अश्लील शब्दहरू र यस्ता खालका धम्कीपूर्ण अभिव्यक्तिहरू कसैले पनि नदिन म अनुरोध गर्न चाहन्छु। बोल्न पाइन्छ, खुलेर भन्न पाइन्छ, तर शब्द चयन गरेर। दर्शकबिन तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु भन्दै म तपाईँकै समावेश साथी सुजन बिदा हुन चाहन्छु। हवस् त, नमस्ते।